कलाकार सागर लम्साल बलि विरुद्ध एउटा आरोप सामाजिक सञ्जालमा भाइरल भएपछि उनी हाल प्रहरी नियन्त्रणमा छन्। बलात्कारको आरोप सामाजिक सञ्जाल मार्फत लगाइएको छ। प्रहरीले उनीमाथि अभद्र व्यवहार कसुरमा मुद्दा चलाएर अनुसन्धान गर्दैछ। आइतबार मात्रै जिल्ला प्रशासन कार्यालयबाट प्रहरीले 5 दिन थुनामा राख्ने अनुमति पाएको छ। अहिले उठेको प्रश्न उनलाई किन उजुरी बिनै पक्राउ गरियो भन्ने एउटा र अर्को उनलाई हत्कडी किन लगाइयो भन्ने हो। नम्बर 1, उनी पक्राउ पूर्जी बिनै कसरी पक्राउ परे? उनी विरुद्ध बलात्कारको आरोप लगाइए पनि मुद्दा दर्ता भएको छैन। यसकारण प्रहरीले उनलाई मुलुकी अपराध संहिताको दफा 118(1) अनुसार अभद्र व्यवहारमा मुद्दा चलाएर अनुसन्धान गर्दैछ। यो दफामा भनिएको छ, कसैले सार्वजनिक स्थानमा वा प्रवेश गर्न कानुनी अधिकार नभएको ठाउँमा प्रवेश गरी कसैलाई अभद्र व्यवहार गर्न वा सार्वजनिक स्थानमा महिला, बालबालिका वा शारीरिक रूपमा अशक्त व्यक्तिलाई हातपात वा हैरानी गर्न वा त्यसको उद्योग गर्न हुँदैन। प्रहरीले यस उपदफालाई आधार बनाएर महिला, बालबालिका वा शारीरिक रूपमा अशक्त व्यक्तिलाई हैरानी दिएको भन्ने आधारमा पक्राउ गरेको हो। स्पष्ट मुद्दा नहुँदै, जाहेरी नहुँदै पक्राउ गर्ने र जुनसुकै विषयलाई लगेर अभद्र व्यवहारको मुद्दा चलाउने कार्य विगतदेखि हुँदै आएको छ र यसकारण प्रहरी संगठनमाथि प्रश्न उठ्ने गरेको छ। यतिसम्म कि दुर्घटनामा परेका वा सवारी साधनले ठक्कर दिनेहरूमाथि पनि अभद्र व्यवहारको मुद्दा चलाउने गरिएको छ। प्रहरीले बलात्कारकै आरोपमा वा खास कसुरमा समाउन खोजेको हो भने उजुरी बिनै समात्न सक्ने अधिकार समेत मुलुकी फौजदारी कार्यविधि संहिता 2074 ले दिएको छ। मुलुकी फौजदारी कार्यविधि संहिताको दफा 4 मा कसुरको जाहेरी दरखास्त वा सूचना दिनुपर्ने व्यवस्था छ। तर यस्तो सूचना दिनै पर्छ भन्ने कुरा होइन। प्रहरीले कुनै पनि माध्यमबाट सूचना पायो भने पनि कारबाही प्रक्रिया अघि बढाउन सक्छ। तर प्रहरीले बलिलाई यसरी पक्राउ गरेको भए जिल्ला प्रशासन होइन अदालत लैजान्थ्यो। त्यसकारण यहाँ प्रहरीमाथि कानुनका जानकारहरूले समेत प्रश्न उठाइरहेका छन्। अर्को कुरा, पक्राउ पूर्जी वा जरुरी पक्राउ पूर्जी दिनै पर्ने बाध्यकारी व्यवस्था छ है। अब रह्यो हत्कडीको कुरा। किन लगाइयो हत्कडी? सामान्यतया प्रहरीले कसुरदार वा अपराधी भाग्न नसकोस् भनेर हत्कडी लगाउने हो। थुनामा वा कारागारमा रहँदा हत्कडी लगाउन पाइँदैन। अदालतमा उपस्थित गराइसकेपछि पनि हत्कडी खोल्नुपर्छ। तर त्यो बीचमा ओहोर दोहोर गराउँदा प्रहरीले अपराधी भाग्न नसकोस् भनेर हत्कडी लगाउने हो। कतिपय अपराधी भाग्ने प्रवृत्तिका पनि हुने भएकाले प्रहरीले त्यस्तो जोखिमबाट जोगिन हत्कडी लगाउँछ। कुनै अपराधी भागेमा प्रहरीमाथि नै फौजदारी मुद्दा चल्ने हुँदा प्रहरीले हत्कडी लगाउने गरेको हुन्छ। कारागार ऐनको दफा 49 को उपदफा 1 क मा उल्लेख भएका कसुर कारागारको पर्खाल, झ्याल ढोका फोरे, भत्काए, नष्ट गरे वा त्यसको उद्योग गरेमा वा कारागारबाट भाग्न सकिने कुनै मार्ग बनाए वा त्यस्तो उद्योग गरे, त्यस्ता कैदीबन्दी वा थुनुवालाई कारागार प्रशासनको आदेशमा प्रहरीले हत्कडी लगाउन सक्ने प्रावधान छ। नाबालक, दीर्घरोगी, वृद्ध लगायतलाई हत्कडी लगाउन पाइँदैन। यसबाहेक हत्कडी प्रयोगलाई मुद्दाको अनुसन्धान गर्ने निकायलाई नै सो विवेकीय अधिकार दिइएको छ। तर विभेद के छ भने फौजदारी कानुन अनुसार नै पक्राउ पर्ने गरेका राजनैतिक दलका नेता, शक्तिशाली व्यक्तिहरू हात हल्लाउँदै अदालत जाँदै गर्दा कम शक्तिशाली वा सर्वसाधारणको हातमा चाहिँ हत्कडी देखिँदा आम नागरिकले कानुनले विभेद गरेको महसुस गर्ने गरेका छन्। अन्ततः मैले यहाँ बोलिरहेको विषय सागर लम्साल बलेमा भन्दा पनि समग्रतामा अर्थात् अभद्र व्यवहार, पक्राउ पूर्जी र हत्कडीलाई प्रहरीबाट दुरुपयोग भइरहेको छ भन्ने सवालमा हो। तपाईलाई के लागेको छ? प्रतिक्रिया लेख्नुहोला।